अहिलेसम्मकै सबैभन्दा त्यागी नेता रवि लामिछाने। यसमा दुई मात्रै छैन, जसले जेसुकै खोक जति गाली गर, तर त्यागी नेता र वरिष्ठ नेतामा नि रवि लामिछानेको नाम 1 नम्बरमा आउँछ। किनभने उनले गरेको त्याग, आफू प्रधानमन्त्रीको क्यान्डिडेट हुँदाहुँदै बालेनजीलाई प्रधानमन्त्री बनाउनु भने सानो त्याग होइन। त्यसैले गर्दा नि रवि महान बुद्धिमानी रहेछन्। तर स्वार्थ पनि त थियो होला नि। स्वार्थ त हेर्नुहोस्, बिना स्वार्थ कसले काम गर्छ र? तपाईँले मसँग अहिले इन्टरभ्यू लिएको कुनै स्वार्थमै लिनु भएको छ? मैले तपाईँसँग केही बोलेको नि कुनै स्वार्थै छ होला। त्यसैले गर्दा नि बिना स्वार्थ कुन चाहिँले काम गर्छ? आफ्नै आमाले त छोरछोरी किन पाउँछिन्? भोलि मलाई पाल्छ कि भनेर पाउँछिन्। आमामा त स्वार्थ हुन्छ भनेपछि यो राजनीतिमा स्वार्थ नहुने भन्ने छैन। भनेपछि स्वार्थ छ भन्ने कुरा स्वीकार्नुहुन्छ? स्वार्थ जसको जोमा नि स्वार्थ हुन्छ। बिना स्वार्थ कसैले मेरो स्वार्थ बिना मैले तपाईँलाई यसो गरेँ भनेर जुन त्यो मुखको मिठास मात्रै हो। कुनै पनि स्वार्थ बिनाको कुनै पनि कामै हुँदैन। तर अहिलेको स्वार्थ के को लागि हो? देश विकासको स्वार्थ हो कि साँच्चीकै आफ्नो परिचय र छवि सामाजिक सञ्जाल र मिडियामा अर्थात् भोलिको इतिहासमा लेख्नको लागि हो? एकदम अहिले देश विकासको हुटुटी, किनभने देश कङ्गाल बनाइसकेको छन्। देश विकासको र भोलि इतिहासमा लेख्न पनि हो। किनभने आफ्नो नाम चर्चामा आउन जसलाई पनि रहर लाग्छ। त्यसैले गर्दा यो एउटा त्यो पनि हुनसक्छ है। अब यो भन्दै गर्दाखेरि बालेन्द्र शाहको एउटा भिडियो केही समय अगाडिको भन्ने हल्ला व्यापक रूपमा छ। भिडियो भाइरल भएको लगभग 48 घण्टा बितेको छ। त्यो भिडियोमा तपाईँको टिप्पणी के छ? देशको प्रधानमन्त्रीलाई ओछ्याइएको रातो कार्पेटमा प्रधानमन्त्री नहिँडेर साइडबाट हिँड्नुभयो भन्ने आरोप लाग्यो। उसो त बालेन्द्र शाहले म काम नगरिकन माला खाता र रातो कार्पेटमा हिँड्दिनँ र पिर्के सलामी खान्न भन्ने व्यापक चर्चाको विषय पनि बनेको थियो। तर त्यहाँनिर उहाँ नहिँड्नुको खास कारण के हो? तपाईँले के बुझ्नु भएको? बाचा पुरा गर्नु भएको। म रातो कार्पेटमा हिँड्दिनँ, कुनै रिबन काट्न जाँदिनँ र फिर्के सलामी लिन्न भन्नुभएको थियो। त्यो रातो कार्पेटमा नै हेर्नुहोस्, प्रधानमन्त्री निस्किन लाग्नुभयो भने यतापट्टि गार्डले ढोका खोले, प्रधानमन्त्री उहाँ पुगिसक्नु भएको हुन्छ। अरू नेताहरू भन्दै कछुवाको तालमा यता र यता सिआइडी के अरे गार्ड राखेर हिँड्नुहुन्थ्यो। तर बालेनजी नि कसैको मतलब छैन। बालेनजीलाई भेट्नलाई उहाँको अघि पछि हिँड्नेलाई नै धौधौ हुन्छ। त्यति फुर्तिलो हाम्रो प्रधानमन्त्री हुनुहुन्छ। रातो कार्पेटमा चढेर हिँड्नु नै ठुलो कुरा होइन, नेपालको लागि राम्रो काम गर्नु ठुलो कुरा हो। रातो कार्पेटमा त यी भ्रष्ट दलालहरू चढिहाल्ने, घरमा चाहिँ चप्पल लाएर काठमाडौँ छिर्ने, रातो कार्पेटमा हिँड्नु परेको छ उनीहरूलाई। हेर्नुहोस्, त्यही भएर टुप्पाबाट पलाएको र फेदबाट पलाएको भन्छन्। फेदबाट पलाएको मान्छेलाई त्यस्तो कुनै तामझाम चाहिँदैन। टुप्पाबाट पलाएकाहरूलाई यता नि गाड चाहिन्छ, उता नि गाड चाहिन्छ, यता नि ढोका खोलिदिनु पर्ने, अनि सेलुट हान्न पर्ने, अनि ओर्लिनु पर्ने, अनि रातो कार्पेटमा हिँड्नु पर्ने। यिनीहरूले गरेका यी ज्यादतीलाई नि बालेनजीले चिरफार गर्दैछन्। कुनै पनि रातो कार्पेटमा हालेर उपलब्धि होइन, देशको उन्नति गर्नु नै उपलब्धि हो। तर दिएको सम्मान स्वीकार्नु पनि त प्रधानमन्त्रीको